हामीले यो सजिलो भाषामा चाहिँ सिसेक्पा तङनाम भन्ने गरिन्छ। खास यसको चाहिँ लिम्बू भाषा र मुन्धुमी दर्शनमा चाहिँ यसको अर्थ चाहिँ के हुन्छ? अब यो तङनाम सिसेक्पा तङनाम चाहिँ याक्थुङ लिम्बूहरूको एउटा मौलिक चाडपर्वहरूमध्ये एउटा हो। लिम्बूहरूको चाडहरू जम्मा 4-5 वटा छन्, जस्तो कि कफुवा तङनाम, अनि यक्वा तङनाम, अनि चासोक तङनाम, अनि वलिहाङ तङनाम र यो सिसेक्पा तङनाम चाहिँ मौलिक चाडहरूमध्ये एउटा असाध्यै महत्त्वपूर्ण चाड हो। अब यो सिसेक्पा तङनामको मुन्धुमी खोज भनेको चाहिँ यसको उत्पत्तिको किंवदन्ती भन्नुहोस् या यसलाई चाहिँ पुरा कथा भन्नुहोस्। मुन्धुममा चाहिँ के भनिएको लोककथाहरू छ, लोक किंवदन्तीहरू छ भने उहिले यो याक्थुङ लाचेमा माङहाङ भन्ने चाहिँ एउटा राजा थियो। माङहाङ राजाको पालामा चाहिँ पृथ्वीमा ठुलो भोकमरी भयो। भनेको बेलामा पानी परेन, सबै धरतीका कुवाहरू सुक्दै गए, इनारहरू सुक्दै गए, हरियालीहरू सबै सुक्दै गए र पृथ्वीमा बस्ने प्राणीहरू जति सबै भोकै भएर तिर्खै भएर प्याक भएर मर्न लागेको बेलामा चाहिँ माङहाङ राजाले राति सपनामा चाहिँ ध्यान गर्दाखेरि सपनामा तागेरा निवाफुमाङले सपनामा भन्नुभयो अरे, लो अब तिमी सपना अब भोलि बिहान उठेर हेर्नु, भोलि बिहान उठेर हेर्दाखेरि तिम्रो मरुभूमि भएको खेतमा गुल्जार गर्नु नहुने ठाउँमा बारीमा चाहिँ सिमीहरू मकैहरू लटरम्म फलेको हुनेछ र त्यो टिपेर सबै तिम्रो प्रजाहरूलाई खुवाउनु भनेपछि त्यो ध्यान तपस्या गरेपछि माङहाङ राजाले बिहान उठेर हेर्दा त साँच्चीकै मरुभूमि भएको खेतबारीमा त सिमीहरू बोटैभरि मकैहरू लगायतका तुलफुलहरू फलफुलहरू सबै फलिरहेको देख्नुभयो अरे। त्यसपछि चाहिँ सबै आफ्नो प्रजाहरूलाई बोलाएर ल हिजो तागेरा निवाफुमाङलाई मैले पूजा अर्चना गरे बापत सपनामा यो कुरा बताउनु भएको थियो, विपनामा पनि आज यस्तो फलहरू प्राप्त भएको छ, यो सबैले बाँडी खाउँ भनेर चाहिँ उनीहरूले सिमीहरू बाँडी खाए, मकैहरू फलफुलहरू बाँडी खाएर त्यसपछि उनीहरू फेरि पुनर्जीवन प्राप्त गरे। त्यसको अवसरमा, त्यसको पुनित अवसरमा चाहिँ यो सिसेक्पा समय भनेको चाहिँ यो ठ्याक्कै साउन 1 गते भन्छौँ हामी नेपाली भाषामा, लिम्बूमा चाहिँ सिसेक्पा भन्छौँ। सिसेक्पा तङनाम भनेको चाहिँ पर्व भनेको चाड भनेको लिम्बू भाषामा, त्यसको अवसरमा मनाइने यो चाहिँ एक किसिमको प्रकृतिसँग सम्बन्धित चाड हो।